आउनुहोस् आज इकाओमा भएको ग्रिन फार्ममा तपाईँहरूलाई म भिजिट गराउने छु। छुट्टीको सदुपयोग गर्दै हामी चाहिँ त्यहाँ ग्रिन फार्ममा गएको थियौँ। अनि छोरी चाहिँ एकदम रमायो। त्यसमा चाहिँ स्पेसल्ली के रहेछ भने सिप डग सो भन्ने रहेछ। त्यसमा चाहिँ कुकुरले चाहिँ भेडा गोठालो गर्दो रहेछ है, भेडालाई गोठालो गर्ने, कुकुरले चाहिँ जुमाएर लिएर आउने जङ्गलदेखि, त्यस्तो देखाएको थियो। अनि छोरीले एकदम इन्जोय गर्यो त्यो सो चाहिँ। अनि उसले त्यहाँ भेडा पनि छुन पाउने रहेछ है, भेडाहरू पनि छुन पाउने। पहिला त डराइराखेको थियो छोरी, पछाडि चाहिँ मजाले समात्यो। हेर्नुहोस् त जापानमा चाहिँ कस्तो मजाले यो के अब यस्तो गरेर नै पैसा कमाइराखेको छ कि। अब नेपालमा भए त यसको भ्यालु हुँदै हुन्न होइन। अब यहाँ चाहिँ एकदमै मान्छेहरू जाने हेर्ने गर्दछन्। त्यसको लागि छुट्टै टिकट काट्नुपर्ने रहेछ। अनि टिकट काटेर चाहिँ अनि हेर्नुपर्ने रहेछ। छोरीले चाहिँ नामुले चाहिँ एकदम इन्जोय गर्यो। अनि त्यस पछाडि ऊ भेडासँग खेलिरहेछ, ऊ चाहिँ चौरमा छुन पाउने पनि रहेछ। अलिअलि डराउँदै खेलिरहेछ ऊ चाहिँ। नेपालमा भए त यसको अब के भ्यालु हुन्थ्यो र होइन। तर यहाँ चाहिँ यसको सदुपयोग गर्दै यसरी चाहिँ त्यहाँ चाहिँ सबै हरेक मान्छेहरू चाहिँ हेर्न जाने रहेछ के त्यो ठाउँ चाहिँ। अनि स्पेसली त्यही हो सिप डग सो भन्ने रहेछ। त्यो चाहिँ सबैजनाले हेर्नु प्रायः जाँदो रहेछन्। अनि त्यसमा घोडा राइडहरू पनि रहेछ है। अनि खरायोहरू रहेछ। अनि त्यस पछाडि बाख्राहरू पनि रहेछ। अनि अनेक खालको होइन एनिमलहरू चाहिँ रहेछ त्यसमा। अनि स्पेसली चाहिँ त्यही हो भेडा र कुकुरको सो चाहिँ देखाउने रहेछ त्यहाँनिर। अनि त्यो चाहिँ नाम्नुचानले एकदम मजाले इन्जोय गर्यो नाम्नुले। पहिला त डराइराखेको थियो, पछाडि चाहिँ अनि ऊ खेदाइ समातिरहेछ उसले चाहिँ। अनि यस्तो ठुलो चौर रहेछ। अनि त्यो चौरमा चाहिँ एकदम सो गर्ने रहेछ। कुकुरले चाहिँ जुमाएर लिएर आउने, उसको खोरमा लगाउने गर्दो रहेछ। अनि त्यस पछाडि चाहिँ जस मजा लाग्यो होइन। नेपालमा त अब यसको भ्यालु त हुन्न हुनु त, तर जापानमा चाहिँ एकदम यसलाई अब सदुपयोग गरेर हेर्नुहोस् त यसरी बनाएको कि हुन्छ नि। छोरीले चाहिँ बाख्रालाई चारो दिँदैछ। थ्याङ्क यू सो मच, धन्यवाद।